नमस्कार सबैमा। आज मैले मर्निङ ड्रिम स्टोरी मैले देखेको सपना कपीमा जस्ताको तस्तै उतारेको छु। कस्तो लाग्छ सुनिदिनु होला अनि कमेन्ट सेक्सनमा गएर कमेन्ट गरिदिनु होला। ल सुरु गरौँ है त। कुनै एक समय थियो मेरो जीवन एकदम सुखमय थियो र रमणीय थियो। मेरो एउटा सानो परिवार पनि थियो। परिवारभित्र हामी श्रीमान श्रीमती अनि एउटी सानी छोरी पनि थिइन्। समयको खेल न हो, भावीले ठगेको मान्छे हो। एक दिन हामी श्रीमान श्रीमती इन्डियाको कुनै विशाल महलमा छिर्छौँ। दिनभरि यताउता घुम्छौँ। दिन ढलेर रातमा परिवर्तन भएको पत्तै भएन। महल यति विशाल थियो कि एउटा सिटी भरि छरिएको थियो। त्यो सपनाको महल मलाई यति मात्र थाहा छ कि महलबाट निस्किएर एउटा गल्ली हुँदै हाइवेमा निस्केका थियौँ। त्यतिकैमा केही केटाहरूको समूह हेर्दा शालीन र भद्र देखिन्थे। के भन्न सकिन्थ्यो र त्यो एउटा पिशाचीहरूको झुन्ड रहेछ। एकैछिनमा त्यो शालीनता दानवतामा परिवर्तन भएको पत्तै भएन र उनीहरूले गलत हरकत देखाउन थाले। मेरो श्रीमतीसँग भएका सुनका बाला, कानमा लगाएका रिङ निकाल्न थाले। मैले धेरै अनुरोध गरे हामीलाई छोड्नलाई। त्यो पिशाची हृदय भएकालाई हाम्रा रोदनको कुनै पनि आवाज भएन। उनीहरू अझै क्रियाशील भएर लछार पछार गर्न थाले। केहीले त धारिला हतियार पनि देखाए, ज्यान लिन्छु पनि भन्थे। म बिचारा विवश भएँ। मैले आफ्ना सबै पैसा सुम्पिदिए। अझै अर्को डरले सताइरहेको थियो। श्रीमतीलाई मारिदिने हुन् कि? त्यतिकैमा एक अन्धा साधुका टोली त्यो रातमा आधुनिक जमानाका खम्बामा बिजुलीका लाइटहरू जलिरहेका थिए। त्यतिकैमा मेरो श्रीमतीले एउटा सानो ढुङ्गाको डल्लो उनीतिर फालिदिन्। त्यही ढुङ्गाको आवाज र आभासले सबै साधुहरू हामीतिर तानिए र त्यो नरपिशाचहरू अलमलमा परे। त्यही मौका छोपेर हामी तितर बितर भयौँ। एक साथ हुन पाएनौँ। यताउता मैले उनलाई खोजिरहे, भेट्टाउन सकिनँ। अलि केही पर पुगेपछि त्यही दानवहरूको झुन्ड मतिर तानिए। त्यसपछि मलाई के भयो थाहै भएन। समय धेरै बितिसकेको थियो। लगभग 15 वर्षपछि एउटा सानो घरमा मेरो होस आउँछ। त्यो होस मेरो चेतना फर्किएको, त्यो होस मेरो विगत सम्झिएको होस थियो। आँखाबाट गहिरो आँसु झरे। म ऐना हेर्दा आफैलाई पुरानो भएको देखेँ। दारी पनि फुलिसकेका थिए, शरीर सुस्ताएको थियो। तर म त्यो कालो दिन श्रीमतीसँगको बियोको यादमा डुबिरहेँ अनि सोध्दै थिएँ मेरो छोरी पनि ठुली भएकी होली है। यही आशासँग घर फर्किने सपना बुनिरहे। धन्यवाद।